वेलकम ब्याक टु माई च्यानल र स्वागत छ तपाईँहरू सबैलाई। आज चाहिँ हामी जानेवाला छौँ रङ्गली होइन, र मसँग छ आज अजित भाइ र रोशन भाइ। दिदीहरू गइरहेको छौँ टिका लगाउनलाई खाने होला होइन, आज भइदियो भनेर र देखाउनु छु तपाईँलाई रङ्गली भ्यू। अहिले चाहिँ हामी अमाडीमा छौँ, अमाडीबाट चाहिँ निस्किसकेको छौँ। जस्ट हाम्रो पछाडि छ अमाडी, देखाउनु छु तपाईँलाई रङ्गली पुगिसकेको छु। सो हेलो गाइज, अहिले चाहिँ हामी रङ्गली पुगिसकेको छौँ होइन। पछाडि काली मन्दिर पनि छ। अहिले भान्जीको लागि थोरै सामानहरू दिनुपर्छ, टिकट डेरी मिल्कहरू। त्यसपछि तपाईँलाई देखाउनु छ अर्को भ्यू र अहिले चाहिँ रङ्गलीको मजा छ। यहाँ अगाडि पसल छ, यहाँ चाहिँ हामी सामान किन्छु मैले। यता हौ र देखाउनु चाहिँ तपाईँलाई पछिको भ्यू। अहिले चाहिँ सामान किनिसकेको छु। ए यहीँ छ त सिधै, हामीले चाहिँ सामान किनिसकेको छौँ होइन। यहाँ छ हाम्रो सामान भान्जीको लागि। यहाँ यो हल्का पुरी खाएर अब हामी दिदीको घर पुगिसकेपछि तपाईँलाई भिडियो देखाउँछु। अहिले चाहिँ हामी अब दिदीहरू पुगिसकेको छौँ होइन, पुगिसकेको छौँ भन्दाखेरि पुगिन लागिसकेको छु। घुमाउनु किन भयो? तपाईँहरू सिधै जानुहुन्थ्यो। कहाँसँग जानु हो? यहाँ त दिदी वेट गरेर ओर्ली ओर्ली केटा। तपाईँ यहाँ बस्दै गर्नु न, तिनीहरू दुईजना चाहिँ जान्छ घर। ए चल न डाइरेक्ट। अहिले के जानुहुन्छ? खुल्ला जानुभन्दा राम्रो दुई चार। अरे म जान्छु। त्यही त तिमीहरू दुईटैजना नि। या ओए भाइ ओए, प्लास्टिक दे बस्नु बस्नु। अन्त देख टी आना छ तोर लागि। पहिला तिमा दे, तिमा दे। जा भाइ पानी मुख्य तापनि दिदी तार देखो kalau tidak lagi kalau aku tidak lagi sama dulu dari kami dari sini million satu tadi harus kerja dulu ada
सो हाम्रो टिका पनि भइसक्यो लगाएको होइन त्यो भइरहेको मम्मीको क्या अब यहाँबाट जानुपर्छ अहिले सुन्दरी मोड पछितिर निस्किन्छौँ र देखाउँछौँ तपाईँहरूलाई भ्यू अहिले चाहिँ रुममा छु यो पनि हल्का कहाँबाट आइपुगेको छ हेलो वेलकम ब्याक गाइज हामी चाहिँ अहिले दिदी घरबाट निस्किसकेका छौँ होइन अब संसारी पनि पुग्न लागिसकेको छौँ र तपाईँ हेर्दै गर्नु होला लास्टसम्म र यो चाहिँ संसारी भ्यू हेर्न सक्नुहुन्छ तपाईँ जुन अति नै राम्रो छ यहाँको ठाउँ होइन रगेलीको जुन बाटो पनि छ यहाँहरू हरियाली हरियाली छ पुरै हाम्रो संसारी मन्दिर पनि यही छ अति नै डेभलप भइसकेको छ हाम्रो संसारी मन्दिर रङ्गैलीको होइन सबैजना यहाँ आउनु होला कृपया गरेर बरु रङ्गैली गाइज हेर्न सक्नुहुन्छ बाटो पनि के साह्रो राम्रो छ पुरै फुलै फुल छ चारैतिर गाइज नरिवलको बगान थियो ठुलो त्यहाँ पुरै डान्स गऱ्यो पनि नारिवलको बगान अहिले पनि नारिवलको बोर्ड छ हाम्रो यहाँ रङ्गैलीको पुरानो पार्क र नरिवलको पुरै बगान थियो होइन गाइज अहिले चाहिँ पुरै काटिसकेको छ यहाँ कि जुन यहाँ मेला पनि लाग्छ त्यहाँ मन्दिर जुन छ एउटा खुट्टामा घर छ गाइज सोच्न सक्नुहुन्छ एउटा खुट्टामा सिर्फ एउटा पिल्लर हो कस्तो होला त घर त्यो त्यही पनि युनिक थियो पहिलाको टाइपको होइन हजुर ब्याक गाइज अहिले चाहिँ हामी सुन्दै मोड छौँ आइपुगेको सकेछौँ होइन आइसकेको छौँ अहिले चाहिँ अब हुने घर पनि पुग्न लागिसक्यो जुन चाहिँ जस्ट अब हाम्रो अगाडि नै छ अब थोरै टाइम लगभग कति होला 20 सेकेन्ड लाग्छ होला होइन जस्ट अगाडि चाहिँ हाम्रो हुने घर र त्यहाँ पनि टिका लगाउनुपर्छ अनि फेरि रङ्गलीतिर लाग्नुपर्छ र देखाउने चाहिँ तपाईँलाई फेरि अर्को भ्यू हेर्दै गर्नु होला लास्टसम्म हाम्रो भाइ टिका गरेर चाहिँ मैले पुरा भइरहेको छु त अघिदेखि बसिरहेको छु होइन के गरेको चाहिँ हाँसिरहेको छ मात्रै अनुहार हेरिहाल्नु यो पक्लिएको 1-2 लाख टका राख्नु त इंडियन वाला